दुःख पाइयो यार। हिजो अस्ति एक्सिडेन्ट भएर मेरो बाइक चाहिँ ग्यारेजमा गयो। अनि अहिले म अफिसमा गएर मेरो बाइक लिन जाँदैछु मेरो ग्यारेजमा। दुःख पाइयो, के गर्नु। न ट्याक्सी पाउँछ न कोही पाउँछ लिफ्ट दिनलाई पनि। यो घाममा कहाँसम्म हिँडेर जाने म यार। खै वाह, मौसम चाहिँ फेरि यस्तो दामी क्लियर छ। मौसम बाटो चाहिँ फेरि यस्तै हो। मुसाफाको बाटो यस्तै हो। मुसाफाको बाटो यो हेरि नसक्नु छ, इग्नोर दिस बाटो है। तर मौसम चाहिँ खतरा क्लियर छ। फेरि यस्तो खतरा बादल लागेको छ, दामी छ मौसम चाहिँ। चिसो चिसो छ मौसम होइन। म चाहिँ ग्यारेजमा मेरो बाइक लिन जाँदैछु। घामले पनि पोल्यो, गर्मी पनि भयो, कोही पनि भेट्दैन साथीहरू पनि यार लिफ्ट दिने पनि। कोही आउन, कोही आऊ मलाई लिफ्ट दिनलाई यार। कोही पनि आउँदैन, के गर्नु। गाह्रो छ काम गर्नलाई। एक्सिडेन्ट भएको थियो मेरो है अस्ति। यस्तो नराम्रो तरिकाले हाने कि त्यो गाडीले होइन। मर्सिडिज भन्ने मर्सिडिज भन्ने त थाहा छ होला तपाईँलाई होइन। मर्सिडिज गाडी होइन, मलाई हान्दाखेरि मेरो त्यो गियर लिभरमा त्यो गाडीको यस्तो फ्रन्ट टायर होइन, यस्तो फ्रन्ट टायर, यस्तो अगाडिको टायर परेर होइन, अगाडिको टायरै पङ्चर भएको क्या त्यसको। अनि अगाडिको भाइजर पुरै ड्यामेज त्यसको। अनि मेरो त झन्, मेरो बाइकको त के कुरा गरौँ र। गाडीको सामु बाइक त के हुन्छ र होइन। बाइकको त झन् केही पनि थिएन क्या नाम निशाना। त्यो उसको लेगार्डको त लेगार्ड फलामको हुन्छ नि, त्यो फलामको लेगार्ड त यस्तो कोइनकै सिक्का जस्तो च्याप्टो परेर बसेको थियो क्या त्यो सिक्का जस्तो। अनि त्यो गियर लिभर पुरै बाङ्गेको, तल पुगेको। अनि ह्यान्डल पुरै यस्तो दुईवटा ह्यान्डल जोडेर बसेँ। आमामामा यस्तो भयङ्कर भएको होइन। गल्ती त मेरो थिएन, गल्ती त्यसकै हो। अनि फाइन त्यसलाई नै आयो। यतिसम्म चाहिँ राम्रो छ यो विदेशहरूमा चाहिँ होइन। सबै पुलिसबाट हेर्छ, पुलिस रिपोर्टरले हेर्छ होइन। सबै चेक गर्छ, क्यामेराहरू चेक गर्छ। अनि फाइन उसैलाई दियो, मेरो चाहिँ नन फल्टी भयो है। तर पनि मलाई घाटा लाग्यो नि त। मलाई त केही भएन, धन्दा मेरो भाग्य बलियो थियो र मलाई केही पनि भएन। अनि म चाहिँ ठ्याक्क त्यो हानेको बित्तिकै म चाहिँ यस्तो उफ्रिन पुगेँ क्या। म ओए भन्दा झ्याममा हानिहाल्यो। अनि म यस्तो उफ्रेर म एकतिर पल्टाङ खायो बाइक, एकतिर पल्टाङ खायो बाइक। पुरै ड्यामेज, स्क्रैच, लेगार्ड सबै छैन। के अरे त्यो गियर लिभर छैन। अनि ह्यान्डल पुरै यस्तो जोडेर बसेको होइन। त्यस्तो भयो, ठुलो एक्सिडेन्ट भयो। तर धन्दा भाग्य बलियो थियो र मलाई चाहिँ केही भएन। अहिले चाहिँ म त्यही बाइक लिन जाँदैछु। अलिकति टाढाको यात्रा भयो, ट्याक्सी पनि पाएन, कोही गाडी पनि पाएन। ट्याक्सी पाएँ, ट्याक्सीमा जान्छु भन्ने सोचिरहेको थिएँ। के गर्नु, यस्तै छ हेर्नु। परदेशी जिन्दगी कहानी बेग्लै छ। यो कुराहरू चाहिँ म खासै सामाजिक सञ्जालमा व्यक्त गर्न चाहन्थेन, किनकि हुन्छ नि त अब यस्तो कुराहरू, एक्सिडेन्ट भयो अरे भन्ने कुराहरू घर परिवारले थाहा पायो भने धेरै निराश हुन्छ क्या। जे जति छ दुःख पीडा छ, त्यो परदेशी जिन्दगी, परदेशी दुःख, त्यो परदेशमै सेल्टाउन मन लाग्छ क्या मलाई चाहिँ। किनकि घर परिवारहरूलाई चाहिँ यो थाहा नहोस् कि उहाँ उनीहरूलाई कतिको दुःख छ भन्ने कुरा चाहिँ थाहा नहोस् क्या। म चाहिँ त्यो सोध्छु। किनकि धेरै दुःख गर्छ, के अरे दुःख मान्छ, पिर मान्छ, चिन्ता मान्छ नि त। हामी त एउटा आफ्नो परिवार पाल्छौँ भनेर विदेश छिरेको मान्छे दुःख कष्ट योहरू त झेल्न परिहाल्छ नि होइन र। त्यही भएर दुःख कष्ट छ, दुःख छ, धेरै नै दुःख छ। यो कुराहरू चाहिँ म सामाजिक सञ्जालमा अनि आफ्नो घर परिवार सामु पनि मैले यो कुरा सुनाएको थिएन। मेरो यस्तो भयो उस्तो भयो भन्ने कुराहरू। त्यही पनि जस्ट यो चाहिँ एउटा के हो भन्दाखेरि सन्देशमूलक हो यो चाहिँ होइन। जस्तै जति पनि राइडर साथीहरू हुनुहुन्छ उहाँहरू चाहिँ अलिकति केयर हुनु होला। केयर भन्दा पनि आफू केयर हुँदै पनि कतिपय ठाउँहरूमा त्यस्तो हुन्छ कि म पनि त केयरमै थिएँ नि त। म एकदम केयर भएर म हिँडिरहेको थिएँ। तर कताबाट अचानक आइपुग्यो कि त्यो गाडी होइन। म मेरो बाटोमा हिँड्दा त्यो मान्छे
त्यो गाडी आइपुगेर अर्को ठाउँबाट आएर मलाई हान्यो अनि एक्सिडेन्ट भयो। म लड्न पुगेँ, बाइकहरू सबै भात्कियो कुच्चियो होइन। बाइक अहिले ग्यारेजमा छ, म त्यही लिन जाँदैछु ग्यारेजमा। गाह्रो छ, के गर्नु। ल हजुर, अब अर्को भ्लग चाहिँ फेरि पनि आउनेछ है। सबैजनाले माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। म यस्तो जानकारीहरू चाहिँ तपाईँहरू सामु लिएर आउने नै छु है त। अनि यो हो हाम्रो मुसाफा एरिया, एकदम इन्डस्ट्रियल एरिया हो यो चाहिँ होइन। धेरै इन्डस्ट्रीहरू हुन्छ यहाँ चाहिँ, कल कारखानाहरू अनि यो मार्केटहरू, अलिक सस्तोमा पाउने मार्केटहरू यहाँ चाहिँ अलिक धेरै हुन्छ क्या। इन्डस्ट्रियल एरिया हो यो चाहिँ है। ल म फेरि पनि तपाईँहरूलाई अवगत गराउने छु है त। सी यू इन नेक्स्ट ब्लग गाइज।